कम्युनिकेसन स्किल त तपाईहरूले अवश्य नै सुन्नुभयो होला। आज यो भिडियोमा म तपाईहरूले कम्युनिकेसन स्किल कतिको इम्पोर्टेन्ट, कतिको भ्यालु हुँदो रहेछ मैले यो भिडियोमा तपाईहरूलाई भन्ने छु। म नेपालमा हुँदाखेरि, म कलेज लाइफमा पढ्दाखेरि अथवा कतै जाँदाखेरि म साथीहरूसँग त्यस्तो घुलमिल हुन्थेन। मेरो कम्युनिकेसन स्किल धेरै लो थियो। मैले खास गरेर बोल्दा नै बोल्थेन। तर म दुबई आएर तपाईँ अथवा फरेनमा जानुस्, बाहिर कन्ट्रीमा जानुस्, त्यसपछि थाहा हुन्छ तपाईहरूलाई, त्यसपछि थाहा हुन्छ कम्युनिकेसन स्किलको कतिको भ्यालु र कतिको इम्पोर्टेन्ट हुँदो रहेछ। र तपाईहरूले जुनसुकै होटेल इन्डस्ट्रीमा काम गर्नुहोस्, जुनसुकै कम्पनीमा काम गर्नुहोस्, कम्युनिकेसन स्किल्स भएन भने तपाईको करियर ग्रो, पर्फर्मेन्स अथवा स्ट्यान्डर्ड अथवा तपाईको क्वालिटी छिटो इम्प्रुभ हुँदैन। यदि तपाईको त्यही कम्युनिकेसन स्किल्स राम्रो भयो भने तपाईको करियर ग्रोथ, तपाईले पाउनुपर्ने रिवार्ड, तपाईले पाउनुपर्ने स्यालेरी र तपाईको पर्फर्मेन्स र तपाईको एबिलिटी आफै ग्रो हुँदै जान्छ। यति चाँडो ग्रो हुन्छ, मैले यहाँ दुबई आएर थाहा पाएँ। तपाईले जतिसुकै काम गर्नुहोस्, तपाईले जतिसुकै पुस गर्नुहोस्, तपाईले जतिसुकै मेहनत गर्नुहोस्, यदि कम्युनिकेसन स्किल भएन भने हाम्रो लाइफभरिमा एउटा केही अधुरो जस्तो लाग्छ। तपाईले कम्युनिकेसन स्किल्स इम्प्रुभ गर्नुभयो भने तपाईले आफ्नो लाइफमा केही एचिभ गरेछु त्यस्तै लाग्छ। मैले केही आफ्नो लक्ष्य अथवा केही गोल हासिल गरेछु त्यस्तै लाग्छ। सो तपाईहरूले आफ्नो कम्युनिकेसन स्किल अवश्य नै इम्प्रुभ गर्नुहोला। यदि तपाईले आफ्नो कम्युनिकेसन स्किल इम्प्रुभ गर्नुहुन्न भने, तपाईँ विदेश आउनुहुन्छ भने तपाईहरूलाई पछि थाहा हुन्छ मैले भनेको कुरा ठिक थियो भनेर। थ्याङ्क यू सो मच।